अनि ए यहाँ आइपुग्नु पर्छ आउँदैछु नि बिस्तारै खिच्दै आउँदैछु म त ठाडै छ रेस्ट गर्दै जानुपर्छ भन्दा पनि यो यसरी यो बाटो जाँदा अब कुन बाटो जाने भन्ने कुरा चाहिँ म लेफ्टतिरै लाग्छु होला मचोटि यही बाटो जान्छु म यो धेरै उकालो छ जस्तो छ हेर्दाखेरि यही बाटो जान्छु जाले ए पानी बग्दो रहेछ यहाँबाट सल्ल पानी ठुलो पऱ्यो भने यहाँबाट यसरी काटेर पानी यसरी तल झर्ने रहेछ मजाले यस्तो छ यहाँ पनि ढुङ्गा अड्याउने रहेछ ल ढुङ्गा अड्याउने ठाउँ रहेछ यहाँ पनि मैले एउटा ढुङ्गा अड्याइदिएँ ल जे पर्ला एउटा ढुङ्गा अड्याइदिएँ आउँदैछ यहाँ चाहिँ ब्रदरहरू हुनुहुन्छ यसरी भारी बोकेर माथि कहाँ लानुभएको यो बोल्न अब यो ढुङ्गा कसरी यो मिलाएको ट्याक 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 काटेर चट्टै यो प्राकृतिक ढुङ्गाले नै काटेर यो बनाएको क्या यसरी चट्ट मिलाएको चाहिँ चट्ट मिलाएको छ काटेर चट्ट मिलाएको छ जहिले एकजना साथी बनाउनु भयो को गफ गर्दै आउनु हुँदैछ अब त्यहाँनिर नेता दाइ हैन ल यस्तो छ ब्यागहरू बोकेर जानुभएको छ सो हनेछ सौजन्य नाम पवित्रा गिरी भनेर चाहिँ बिट्टामा 3 बट्टाबारी भनेर उल्लेख गरेको छ यस्तो फमैचाहरू पहिले आउँदा कमै थियो जसले पनि गर्नुभयो साँच्चै राम्रो काम गर्नुभयो यो चाहिँ साँच्चै नै राम्रो काम गर्नुभयो यहाँ अब गलिन्छ हिँड्दाखेरि थकाइ मार्ने ठाउँ फलैचा क्या फलैचा पहिला अब गाउँघरतिर फलैचाहरू एकदमै धेरै हुन्थ्यो अहिले अब त गाउँभरि नै हुन्थ्यो गाउँमा हिँड्दै जाँदा अब काहीँ घर अगाडि नै हुन्थ्यो नैसर्गिक रूपमा काहीँ चोकतिर छ त्यस्तो अवस्था छ अनि यहाँनिर यस्तो छ अनकान्डर भिड्ने हो अब पुस गर्छ एकछिन फोटो खिच्न पनि मिल्दो रहेछ नि त घाँटे